घात प्रतिघात र सामाजिक उथलपुथल विभिन्न राजनैतिक टायापलट पछि पनि आफ्नो जग्गामा अडिग रहिरहेको एउटा छात्र सङ्गठन हजुर अखिल असम गोर्खा छात्र सङ्गठन। नमस्कार प्रणाम गोर्खे सलाम। केजुअल कुरामा 50औं वर्ष पूर्ति स्वर्ण जयन्ती आरम्भ वर्षको थालनी समय 1976 को 26 डिसेम्बरमा एउटा कोठाबाट 4-5 जना युवा गोर्खा जमातको जो युवा अनुहारको नेतृत्वमा सुरु भएको गोर्खा छात्र सङ्घ दिवसकै समयमा डिब्रुगढको 2000 मा स्वर्ण जयन्ती वर्षको आरम्भ गरिएको थियो भने हालैमा त्यो उद्देश्य राखेर असमको 3टा क्षेत्रमा स्वर्ण भवन निर्माण गर्ने क्रम सुरु गर्न चानमारीबाट सुरु भएको छ। एउटा राम्रो दिन भन्न सकिन्छ असममा रहने गोर्खा जमातको लागि। घात प्रतिघात र सामाजिक उथलपुथल विभिन्न राजनैतिक टायापलट पछि पनि आफ्नो जग्गामा अडिग रहिरहेको एउटा छात्र सङ्गठन हजुर अखिल असम गोर्खा छात्र सङ्गठन। जुन छात्र सङ्गठनले असमको गोर्खा जमातमा सुरुवातबाटै विभिन्न समयमा विभिन्न क्षेत्रमा विभिन्न प्रकारका नेतृत्वहरू दिएर गएको छ, जसले असमका विभिन्न समस्याहरू जुन समस्याहरूलाई त्यो समयका प्रारम्भिक कालमा जनताहरूले भोगिरहेका त्यति समस्या देखेका छन् ती समस्या देख्ने मान्छेहरूले को नेतृत्वबाट अहिलेको जमातसम्मको नेतृत्व दिइरहेको अटल रहेर अराजनैतिक रहिरहने छात्र सङ्गठन गोर्खा छात्र सङ्गठनको 50औं वर्ष पूर्ति स्वर्ण जयन्ती आरम्भ वर्षको थालनी समय। जय आगसू जय गोर्खा जय आगसू जय गोर्खा। हजुर नमस्कार दर्शकवृन्द, म रजत भारद्वाज। हामी सुरु गर्न गइरहेका छौँ एउटा विशेष चर्चा गर्न आजको केजुअल कुरामा असमका गोर्खा जमातको एउटा प्रखर युवा छात्र सङ्गठन जो अहिले पनि अराजनैतिक रूपमा आफ्नो अस्तित्व जोगाएर बसिरहेको छ हजुर अखिल असम गोर्खा छात्र सङ्गठन, जसले अहिले 50 वर्षको स्वर्णिम जयन्ती अतिक्रम गरेर आफ्नो 50 वर्षको स्वर्ण जयन्ती वर्ष थालनी गरेको छ। 1976 को 26 डिसेम्बरमा एउटा कोठाबाट 4-5 जना युवा गोर्खा जमातको जो युवा अनुहारको नेतृत्वमा सुरु भएको गोर्खा छात्र सङ्घ कल्पनाबाट बाहिर रहेर अराजनैतिक रहिरहँदै विभिन्न समयका विभिन्न राजनैतिक कायापलट पछि पनि जसले असम आन्दोलनको ताप देखेको छ, विभिन्न आन्दोलनको राप देखेको छ, श्रीरामपुरमा रखाइएको गोर्खा जमातको टोपी खोल्नु परेको अवस्था जुन थियो त्यो अवस्थालाई परित्राण गराएर डी भोटरको समस्यालाई बोकेर विभिन्न समयमा आन्दोलन गर्दै सडकबाट लिएर विभिन्न क्षेत्रमा संसदको अगाडिसम्म राजनैतिक क्षेत्रमा पनि आफ्नो प्रभाव विस्तार गर्दै अराजनैतिक तरिकाले नै गोर्खाहरूको सामग्रिक हित गर्ने प्रयास गर्ने छात्र सङ्गठनले 50 वर्षको स्वर्ण जयन्ती वर्ष थालनी गरेको छ, जसको सुरुवात क्रममा दुलियाजान 2025 को अन्ततिर दुलियाजानमा प्रतिष्ठा दिवसकै समयमा डिब्रुगढको 2000 मा स्वर्ण जयन्ती वर्षको आरम्भ गरिएको थियो भने हालैमा अहिले वर्तमान समयमा असमको 3टा क्षेत्रलाई लिएर गोर्खा छात्र सङ्घले आफ्नो स्वर्ण जयन्ती वर्षको स्मरण स्वरूप अहिलेको वर्तमान सभापति सुनिल छेत्री र नुमल छेत्रीको नेतृत्वमा रहेको सम्पूर्ण केन्द्र समितिको टोलीले अहिलेको वर्तमानको यो समयको 50औं वर्षको स्वर्ण जयन्ती आउँदो दिनको लागि पनि स्मरणीय होस् भन्ने उद्देश्य सायदै त्यो उद्देश्य राखेर असमको 3टा क्षेत्रमा स्वर्ण भवन निर्माण गर्ने क्रम सुरु गर्नुभएको छ, जसको थालनी शोणितपुरको तेजपुर चानमारीबाट सुरु भएको छ। एउटा राम्रो दिन भन्न सकिन्छ असममा रहने गोर्खा जमातको लागि। यो वर्षको यो थालनी समय ऐतिहासिक रहिरहेको छ, चाहे त्यो छविलाल उपाध्यायको गुवाहाटीमा स्थित छविलाल उपाध्यायको शालिग निर्माणको विषय होस् या त वर्तमान समयमा गोर्खा छात्र सङ्घले आयोजन गरेको यो स्वर्ण जयन्ती समारोहको
समारोहको कार्यक्रमको थालनी होस् र यसलाई अझै स्मरणीय पार्ने, आउँदो जमातलाई परिचय गराउने, यो सङ्गठनको आफ्नो इतिहासलाई स्मरणीय बनाउने जुन उद्देश्य लिएर गोर्खा छात्र सङ्घले यो कार्य सुरु गरेको छ, साँच्चै नै प्रशंसनीय काम छ। विशेष रूपमा हामीले चिनेका नामहरू हामी यही समयमा चिनाउन हामी जनता समक्ष फेरि पनि स्मरण गराउन भइरहेका छौँ। गोर्खा छात्र सङ्घले असमको गोर्खा जमातलाई दिएका ती सामाजिक नामहरू। सन् 1976 यो केवल एउटा साल मात्र होइन, असमका गोर्खाहरूको सामूहिक भावनाले एउटा सङ्गठित स्वरूप लिएको ऐतिहासिक मोड हो। धेरैले सोध्छन् आक्सुको सान्दर्भिकता के? जवाब सायद हाम्रो समाजको वर्तमान अवस्थाभित्रै लुकेको छ। एउटा नागरिकको रूपमा हामीसँग व्यक्तिगत सफलता होलान्, तर जब जातीय अस्मिता र संवैधानिक अधिकारको कुरा आउँछ तब एउटा साझा र बलियो संस्थाको टेवा अनिवार्य बन्न पुग्छ। इतिहास साक्षी छ, खण्डित समाज सधैँ शोषण र अवहेलनाको शिकार हुने गर्छ। समयक्रममा नेतृत्व गर्नेका केही निर्णय वा कार्यशैलीमा मतभेद होलान्, तर व्यक्ति विशेषको अपरिपक्वतालाई आधार बनाएर एउटा ऐतिहासिक संस्थाको गरिमामाथि प्रश्न उठाउनु कति सान्दर्भिक होला? यो एउटा गम्भीर चिन्तनको विषय हो। आज यही 50 वर्षको गौरवमय यात्रा र आफ्नो अराजनैतिक चरित्रको रक्षा गर्दै तेजपुरको चाँदमारीमा स्वर्ण जयन्ती भवनको भूमि पूजन हुँदैछ। यो भवन केवल एउटा भौतिक निर्माण मात्र नभई असमको गोर्खाहरूको अटुट विश्वास र एकताको प्रतीक हो। तर यो विशाल वृक्षको जरा खोज्दै जाने हो भने हामी पुग्छौँ सन् 1946मा अविभक्त दरङ जिल्लाको त्यही तेजपुर, जहाँ पहिलो पटक तेजपुर गोर्खा छात्र सङ्घको रूपमा जातीय चेतनाको बीजारोपण भएको थियो। 1946को त्यो जग र 1976को त्यो विस्तार नै आज हाम्रो सामाजिक अस्तित्वको एउटा बलियो प्रमाण हो। एनी लाइभ 24 को लागि राजेन्द्र राजु दाहाल, जो नाम अहिलेको समयमा पनि प्रासङ्गिक हुनुहुन्छ। आक्सुका सभापति डाक्टर हर्कबहादुर छेत्री भन्न सकिन्छ। विभिन्न समयमा विभिन्न विवादमा रहे तापनि गोर्खा छात्र सङ्घको प्रारम्भिक समयका सभापतिको रूपमा डाक्टर हर्कबहादुर छेत्री अहिले पनि चिनिरहनु भएको छ। उहाँ सक्रिय रूपमा विभिन्न सङ्गठनमा कार्यरत पनि हुनुहुन्छ। त्यसरी नै डाक्टर हर्कबहादुर पछि नै हर्कबहादुर छेत्री कनिष्ठ, उहाँ पनि क्रमशः गोर्खा समाजको विभिन्न सामाजिक विषयमा, सामाजिक उथलपुथलमा उहाँको भूमिका वर्तमान समय पनि रहिरहेको छ। रैथाने स्वीकृतिको लागि उहाँले गर्नुभएको लामो पदयात्रा त्यो पनि स्मरणीय कुरा हो। अहिले उहाँ गोर्खा अटोनमस काउन्सिल डिमान्ड कमिटीको अध्यक्षको रूपमा पनि उहाँ कार्यरत हुनुहुन्छ। त्यसरी नै प्रेम तामाङ, भास्कर दाहाल, सञ्जीव छेत्री, जगदीश खनाल, थर्क अधिकारी लगायत माधव छेत्री जुनियर, गणेश कुमार लिम्बू अहिलेको वर्तमान विधायक, वीरेन्द्र सुब्बा, अर्जुन छेत्री, दिलु शर्मा, रञ्जित शर्मा लगायतका निकै अहिलेको समयमा गोर्खाहरूकै विभिन्न राजनैतिक दलमा होस्, विभिन्न सामाजिक क्षेत्रमा होस्, प्रतिष्ठित रूपमा आफू कार्यरत रहिरहनुभएका विभिन्न नामहरूलाई जन्माएको संस्था अखिल असम गोर्खा छात्र संस्था हो। र यो संस्थाको यो स्वर्णिम समयको स्वर्णिम जुन स्मरणीय कार्यहरू संस्थाले गरिरहेको छ, हामी पनि उहाँलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। तर पनि यो कुरा स्पष्ट रूपमा हामी भन्न चाहन्छौँ, समयको गतिशीलतालाई हेरेर अहिलेको प्रशंसनीय विषयलाई लिएर हामी प्रशंसा उत्तिकै गरिरहेका छौँ। राम्रो काम हो, राम्रो कामलाई अवश्य सबैले राम्रो भन्नुपर्छन्। हामीले मन पराउने संस्था, हामीले चिनेको संस्था, हामीले देखेको संस्था, हाम्रो लागि बोल्ने संस्थाको आजको 50 वर्षको यो समयमा प्रत्येकजना गोर्खा जसले पनि हेरिराख्नु भएको छ, प्रत्येकजना गोर्खाले शुभकामना व्यक्त गर्नुपर्ने हो। यो सङ्गठनलाई एकखेप सम्झिनुपर्ने हो, किनकि तपाईँको जीवनको पनि कुनै न कुनै समयमा, कुनै न कुनै क्षणमा गोर्खा छात्र सङ्घ, अखिल असम गोर्खा छात्र सङ्घको शाखा आञ्चलिक जिल्ला नभए पनि केन्द्र समितिको नभए पनि कुनै पदाधिकारीको विशेष भूमिका रहेको देखिन्छ। राम्रो पनि हुनसक्छ, नराम्रो पनि हुनसक्छ। राम्रो व्यक्त गर्नु होला, नराम्रो पनि छ भने अगर सामाजिक रूपमा भन्न सक्ने अवस्थामा छ भने आफ्नो प्रतिक्रिया पनि दर्ता गर्न नबिर्सिनु होला। हामी पनि स्वर्ण जयन्तीको यो अवसरमा प्रत्येकजना आक्सु कर्मीलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। विशेष रूपमा वर्तमान केन्द्र समितिका सम्पूर्ण नेतृत्वको कार्यशैली पनि उत्कृष्ट रहेको छ र उहाँहरूमा पनि शुभकामना। अहिलेसम्म लाइभ 24 हेर्नुभएको सम्पूर्ण दर्शकमा फेरि पनि धन्यवाद ज्ञापन गर्दै यो सम्पूर्ण प्रतिवेदन हेरिदिनु भएको लागि धन्यवाद। आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला, सेयर गरिदिनु होला। तपाईँको एउटा लाइकले पनि हाम्रो यति परिश्रमलाई केही अलिकति सफलता दिनेछ। धन्यवाद।